गेधाराबाट 100-200 मिटर माथि मात्र हो। यताको गाउँ यस्तो छ। ठ्याक्कै ल यो 22 फिटे बाटो छ। यो बाटो 22 फिटे हो। अनि यो चाहिँ मेरो एक तला घर छ। यो एक तला घर, यो घर बिक्रीमा हो है। यो एक तला घर, यहाँ पसल छ, यहाँ पसल छ। अनि यो घर चाहिँ यो ठ्याक्कै यो 22 फिटे बाटोमा। अनि यो घरको अब यहाँसम्म यो अगाडिको मुढा 48 फिट छ यहाँसम्म। त्यहाँबाट यहाँसम्म 48 फिट मुढा छ। अनि यहाँबाट सिधा यसरी पछाडि यो बारी, ठ्याक्क घरबाट यता बारी छ। अनि ठ्याक्कै यो घर राउन्ड भयो। अनि यो बारी हुँदै यता पछाडि पनि हाम्रो जग्गा छ। यहाँसम्म छ साँधे यो। अनि यता पनि यता जग्गा छ। अनि यो यहाँबाट यसो गरेर यहाँसम्म पछाडि यहाँनिर साँधै लगाएको छ। यहाँनिर वाल लगाएको छ। यो वालदेखि यता यहाँ घर पछाडि यति जग्गा पनि छोडेको छ। यहाँ साँधै यो वाल लगाएको छ। यो घर पछाडिको भाग भयो। अनि यताको साइडमा चाहिँ यहाँ ठिक्क चेपेको छ। यहाँबाट वाल लगाएको छ, ठिक्क चेपेको छ। ठ्याक्कै यो वाल यहाँसम्म हाम्रो जग्गा हो। 7 आना 1 पैसा पूर्जामा। अनि बाटोमा अगाडि बाटोमा कटेर अरू चाहिँ यही छ। ल यसको बनाउन सक्छु भाइ म। यही हो अगाडि यहाँसम्म। यहाँदेखि उता अगाडिको मुढा चाहिँ के अरे 48 फिटको।